नयाँ गेम सुरु हुन आँट्यो फेरि। छ 8 मा सुरु भएको छ। पावरले नखेल, टेक्निक लगाएन आलुक। राम्रो टिम छ यिनीहरू। रोटे ग्राउन्डमा रोटे कमिलाको टिम पनि पस्नु भएको छ अहिले। यी केटाकेटीलाई तपाईँ भन्यो भने खुसी पनि हुन्छ। तपाईँ भन्नु जरुरी छ, सिकाउनु पर्छ। यहाँ आउने त्यो तपाईँ बोल्ने छाडा बोल्नेहरूको चाहिँ म एक्लै काफी, कोही चाहिँदैन। जय श्री राम। आहा दामी। त्यो बाख्रा र ओइ गर्दा भाग्छ आलु। इजी खेल्दै दिपेन भन्दा दामी पाख्ने। ढिलो भयो। ढिलो चाहिँ विवेकको भएको नि। फेरि विवेकले चाहिँ पहिले सुरु हुनु पर्थ्यो। नठेल आउट भयो। गुड सेभ। के खोज्दैछ यो? पानी चाहिँ होला केटालाई कल चाहिँ हालिदिनु पर्ने। खोइ गाविसमा पैसाको हालेको पैसै दिँदैन गदालाई। म अब यिनीहरूलाई के गर्नुपर्ने पनि। दामी हारेको बाहिर आएर अधिकारी यार। अधिकारी भित्र आन। आन्दैन यो ग्राउन्ड तलसम्म छ। यता पर सबै पर ग्राउन्ड छ। रुखहरू रोपेको छ। त्यो बयरको रुख उक्काउनेलाई चाहिँ मैले खुट्टा हात काटिदिन मन लागेको थियो, भेटिनँ। हातै काटिदिन्थेँ म। किनभने रोपेको बयर किन उक्काएको? खाइराखेको फलिराखेको फलफुल उक्काउने त्यो कहाँको हो? त्यो साला अझै रिस उठ्छ हौ सम्झिँदाखेरि। राम्रो हानेको राम्रो। चेक। ओए भेस्ट लगा ग्राउन्डमा। त्यो पसिरहेको चिसो पस्छ। ओए भेस्ट लगा। आफ्नै डिसिप्लिन हो। अरे तिमीले के गरेको? तिमीले कहिले सिक्छस् अनि? त्यो चिसो पस्छ त्यस्तो भयो भने बाहिरको हावाले। तिमीले त्यो कुरो बुझेकै छैनस्। अनि खेल्छ अरे भोलि आएर फेरि। दामी गोल दामी। ठिक्क भेस्ट लगा भनेको ठिक्क पस्नु पर्ने छ। लगाउनु पनि पर्यो भने चाहिँ गेम राम्रो हुँदैछ। जय श्री राम। जय बजरंगबली। हर हर महादेव। जय हो पार्वती। जय श्री गणेशाय।